साथीहरू। अब गुरुबालाई नै आफत छ के 50वटा टपारी 100वटा दुना बुन्ने गौँ माता म गतिन आएको विदेशी भनेको बुवाले कान सुन्नुहुन्न बुट रहेछ। नमस्ते सबैजनालाई, हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। अनि म चाहिँ दिपा कुमार थापा। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला साथीहरू। म पनि एकदम फिट एन्ड फाइन छु, आशा छ हजुर पनि एकदम सन्चै हुनुहुन्छ होला साथीहरू। अनि त्यताको मौसम कस्तो चल्दैछ साथीहरू? यताको मौसम त पानी आएको आइ 3 दिन भयो साथीहरू। पानी आएन भने आएन, आएपछि चाहिँ यसरी आउँछ। पानी आएन भने नि कस्तो किन्न आएको जस्तो हुन्छ, आयो भने नि भगवान्ले सुखा त छैन के। आएन भने किन आएन, आयो भने किन आयो भनेर भन्ने हामी नै हो साथीहरू। अब के गर्ने, यस्तै हो। अरूभन्दा पनि मैले लुगा धोएको थिएँ साथीहरू, धेरै नै आज लुगा धोएको लुगाधरि सुकाउन पाइएन। ए प्रभु, अब त घाम लगाइदियो हुन्थ्यो भनेको पानी चाहिँ बिदा भइरहेको साथीहरू। घाम पनि लगाइदियो भने त लुगा त सुक्छ, केही पिर छैन। अनि अरूभन्दा नि हिजोको दिन मैले झन् काउली र बन्दाहरू लगाउँछु भनेर लिएर आएको साथीहरू। हेर्नु कस्तो दिनमा लिएर आइछु, पानी परेर मर्यो। अब पानी पर्यो के, पानी परेर चाहिँ सार्न पाएन साथीहरू। अब चाहिँ सार्दै राख्ला नि बिस्तारै बिस्तारै, घाम लाग्यो भने राम्रो दिन पर्यो भने। अनि यो काउली बन्दालाई त फेरि पानी परेको बेला लाउनु हुन अरे कि साथीहरू, राम्रो हुँदैन अरे। अनि कस्तो हात गल्यो कि साथीहरू, छ्या एकछिन समात्दा नि त्यो बिचारा झन् अरूलाई कस्तो हुन्छ होला है। मलाई त्यस्तो भइरहेको एकछिन समात्दाखेरि। आज चाहिँ हाम्रो एक छाकी हो बुवाको, मेरो बुवाको, मेरो ससुरा बुवाको चाहिँ आज एक छाकी हो साथीहरू। अनि भोलि चाहिँ श्राद्ध हो। मेरो हस्बेन्ड चाहिँ आउनु भएको छैन, आउन चाहिँ। अनि नआए पनि सिधा उठाउन चाहिँ हुन्छ अरे भनेर चाहिँ गुरुबाले भन्नुभएको थियो। अनि त्यही भएर चाहिँ हामी चाहिँ अब छिटो गरेर बिहान उठेर 6:30 बजी आइपुग्नुहुन्छ अरे। अब सोह्रा चल्दैछ साथीहरू। अब गुरुबालाई नै आफत छ के, कता कता जाने। अब सबैको चित्त बुझाउनै पर्यो, अब बोलाएको ठाउँमा जानै पर्यो। अब त्यस्तै त हो नि साथीहरू। अनि त्यही भएर म चाहिँ 6:30 बजी आउँछु, रेडी भएर बस है भनेर भन्नुभयो। गउँतहरू नि लिएर आऊ है भन्नुभयो साथीहरू। लिन जानै बाँकी छ, लिन गएको पनि छैन। अब पातहरू गाँस्यौँ हामीले एकछिन चाहिँ बिहान अलिकति भन्नाले मम्मीले चाहिँ 5वटा मुठा जति पात ल्याउनु भएको थियो। 3 दिन गरेर चाहिँ मैले दुनाहरू गाँसेँ, मम्मीले चाहिँ टपारीहरू गाँस्नु भयो। अनि गाँसेर चाहिँ आज बल्ल सक्यौँ साथीहरू। अहिले मैले भिडियो पनि खिचेछु। मैले हिजो अस्ति चाहिँ भिडियो बनाइनँ साथीहरू, के अरे भिडियो चाहिँ बनाइनँ। अब चाहिँ हाल्छु हिजो साथीहरू। म चाहिँ पानी लिन गएको। अब आउनु त घरमा पनि पानी आउँछ भयो नि। यो चाहिँ मुलको पानी हो साथीहरू, हामी चाहिँ यो मुलको पानी खान्छौँ क्या। यो भिडियो चाहिँ मैले बिहान खिचेको थिएँ। अनि अहिले यसमा चाहिँ एड गरिरहेको छु, हेर्नु होला हाम्रो साथीहरूलाई। अब हामीले कहाँको पानी खान्छौँ त्यो पनि देखाउनु पर्यो। ल साथीहरू, मैले चाहिँ अब पानी लिएर आएर चाहिँ बिहान धोको लुगा चाहिँ सुकाउँदैछु माथि छतमा। आजको दिन पनि कस्तो लुगै नसुक्ला जस्तो दिन राखेको क्या। सायद पानी पनि आउँछ होला साथीहरू। अब आए पनि अब धुनै पर्यो। अब एक छाकीको दिन अब लुगाहरू त पुरै धुनुपर्छ क्या। त्यही भएर चाहिँ बिहान धोको लुगा चाहिँ मैले सुकाउँदैछु साथीहरू। ल साथीहरू, अब मैले चाहिँ ढोकाको कलशमा फुलहरू राख्दैछु। साथीहरू, अब पात पनि गाँसेर लगभग भइयो, सकियो। 2 दिन जति लाग्यो पात गाँस्नलाई। अनि मम्मी चाहिँ पछाडि टपारी कतिवटा बुने भनेर गन्दै हुनुहुन्छ। हामीले चाहिँ लगभग अब
टपारी र दुना गाँसेर सक्यौँ साथीहरू। मम्मी गन्दै हुनुहुन्छ कतिवटा गाँस्यो भनेर टपारी। अब दुनो गन्दै हुनु म चाहिँ दुनो गाँस्दैछु है। दुनाको काम पनि सिद्धियो साथीहरू। 50वटा टपारी 100वटा दुना बुनिएछ साथीहरू। ल साथीहरू म चाहिँ गहुँ र गोबर लिन जाँदैछु। बोतलमा ल्याएर हाल्न पर्यो कि यसमा लिएर आएर चाहिँ म चाहिँ वहीँ आएको है गोबर र लिनलाई गहुँ लिनलाई। आमा चाहिँ पिठो मुस्दै हुनुभयो है। पिठो मुस्दै हुनुभयो। म चाहिँ भिडियो खिचेँ। आमा नरिसाउनु है, भिडियो खिचेँ हो त नि। रिसाउनु हुन्न, मजाको हुनुभयो। ऊ हाम्रो ठकुरी बा के भयो? केही नि भएको छैन। भिडियो खिचेको बाको, भिडियो खिचेको मिनाको बाको भिडियो खिचेको, हजुरको भिडियो खिचेको के विदेशी भनेको। बुवाले कान सुन्नुहुन्न क्या, त्यही भएर भिडियो खिचेको। भिडियो 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 खिचेको के भयो यस्तो? केही नि भएको छैन। के हुने देखाउने हो लाउरेलाई कि नदेखाउने? आउनु भएको छैन। थाहा छैन आउनुहुन्छ कि हुन्न, केही थाहै छैन। त्यहीहरू चाहिँ गाउँमा त म गहुँ लिन आएको भन्न हुन्न है। भयो नभन्नु भन्न हुँदैन। हुन त हो भन्दिनँ के भन्नुहुन्छ त? कसलाई? यहाँ को लाउरे देखिया? लाउरे त होइन, भिडियो भिडियो के भन्नुहुन्छ सबैले हेर्छन्। के भन्नु भन्नुहुन्छ र? हुन्छ भन्नु। के नाम हो नि नानीको? मेरो दिपा। दीपक? दिपा दिपा? यसको के अरे यसले यहाँ गिजाउने यसले? कसले? कविता। ए पविता साँझी कविता। यो बेलाउती देखेको थिएँ, अब टिप्न पर्यो। चाहिँ बेलाउतीको बुट रहेछ। यो बेलाउती चाहिँ टिप्न पर्यो साथीहरू, खान पर्यो। ल हाई साथीहरू, मैले त गोबर पनि लिएर आएँ, एउटा बेलाउती पनि ल्याइछु। अहिले पछि खानु पर्ला। म घरतिर जाँदैछु। ल साथीहरू, अब बेलुकाको 6:30 बजिसक्यो। म चाहिँ अब बेलुकालाई रोटी बनाउनु लाग्यो। आज एक छाके हो नि त, त्यही भएर नुन खाना हुँदैन साथीहरू। बिहान एक छाकेको दिनमा नुन खायौँ, अनि अब बेलुका चाहिँ रोटी खाने दुधसँग। ल हाई साथीहरू, आजको खाना पनि खाइयो। बेलुकाको रोटी बनाएको थिएँ। आज एक छाके हो नि त, दुध र रोटी खाइयो। अब अरू त अब खासै केही खान मन नि लागेन, त्यही खाइयो साथीहरू।
अनि आजको एक छाकी पनि सिद्धियो। अब भोलि चाहिँ बिहानै उठेर श्राद्ध छ। श्राद्ध भन्नाले अब सिधा उठाएर दिनुपर्छ साथीहरू। अब हस्बेन्ड त यहाँ हुनुहुन्न नि त, नभए पनि अब सिधा त उठाएर दिन पर्यो। हाम्रो पनि पहिलो यो श्राद्धको चाहिँ पहिलो श्राद्ध हो साथीहरू। अनि हाम्रो बुवा पनि अब बितेको खासै धेरै भएन नि त, 2 वर्ष हुन लाग्यो हाम्रो बुवा बित्नु भएको। अब के गर्ने साथीहरू, अब यस्तै रहेछ। अब जस्तो जे हो आफ्नो अब किस्मतमा जे लेखेर आएको हो त्यही भोग्नुपर्छ साथीहरू। अब म यो आज यो गर्छु, म यो भोलि मैले यो गर्छु भनेर हामीले भनेर पनि हुँदैन साथीहरू। अनि के अरे अब जे छ जसो छ। अब साथीहरू मैले हजुरहरूको सामने प्रस्तुत गरिदिएको छु, हेरिदिनु होला, झ्याउन मानिकन स्किप नगरिकन हेरिदिनु होला साथीहरू। अनि आजको भिडियोलाई म यहीँ विश्राम गर्न चाहन्छु साथीहरू। लाइक कमेन्ट सब्सक्राइब चाहिँ प्लिज गर्नु होला साथीहरू। अनि झ्याउन मानिकन लाइक चाहिँ गरिदिनु होला है। हजुरको त्यो लाइक सब्सक्राइबले चाहिँ मेरो अझै हौसला बढ्छ, अझै भिडियो बनाऊँ जस्तो हुन्छ। अब त्यो हौसलालाई नदबाइदिनु होला साथीहरू। ल आजको भिडियो चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु। सबै मेरा प्यारा आमा बुवा दिदी बहिनी दाजुभाइ र मेरा प्यारा प्यारा मित्रहरूलाई आज म यहीँ मेरो भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद अनि शुभरात्रि।